नमस्कार। आज हामी निपाह भाइरसको बारेमा कुरा गर्दैछौँ। यो एक खतरनाक रोग हो जसले गम्भीर स्वास्थ्य समस्या निम्ति आउन सक्छ। आउनुहोस् यसबारे विस्तृत जानकारी लिऊँ। निपाह भाइरस एक जेनेटिक भाइरस हो। यसको मतलब यो भाइरस जनावरबाट मानिसमा सर्छ। यो मुख्य रूपमा फल खाने चमेरोमा पाइन्छ। यो भाइरसको संक्रमण भएका मानिसहरूमा 0 देखि 50% मानिसमा कुनै लक्षण नदेखिन सक्छ। तर लक्षण देखिएका बिरामीहरूमा मृत्युदर 40 देखि 75% सम्म पुग्न सक्छ। यसले मुख्यतः मस्तिष्कमा संक्रमण गराउँछ जसलाई एन्सेफ्लाइटिस भनिन्छ। निपाह भाइरस विभिन्न माध्यमबाट सर्छ। पहिलो, फल खाने चमेरोबाट। यी चमेरोले टोकेको वा चुगेको फलफुल खाँदा संक्रमण हुन सक्छ। दोस्रो, संक्रमित सुगर वा मानिसको सम्पर्कबाट। यसलाई बार्किङ पिग सिन्ड्रोम भनिन्छ। तेस्रो, संक्रमित व्यक्तिको श्वास वा थुकबाट नजिकको सम्पर्क रहँदा सर्न सक्छ। संक्रमण भएको 4 देखि 14 दिनपछि लक्षणहरू देखिन थाल्छन्। ज्वरो आउनु, टाउको दुख्नु, मांसपेशी र घाँटी दुख्नु, वाकवाकी लाग्नु, बेहोस हुनु, मस्तिष्कमा समस्या देखिनु। यदि यस्ता लक्षणहरू देखिए तुरन्त अस्पताल जानुपर्छ। निपाह भाइरसबाट बच्नको लागि यी उपायहरू अपनाऊ। चमेरोले टोकेको वा चुगेको फलफुल कहिले नखानुहोस्। काँचो खजुरको रस नपिउनुहोस्। विशेष गरी खजुर काट्ने समयमा सावधान रहनुहोस्। संक्रमित व्यक्ति वा जनावरसँग सम्पर्कमा आउँदा PPE जस्ता सुरक्षा उपकरण प्रयोग गर्नुहोस्। मास्क लगाउनुहोस् र हात राम्ररी धुनुहोस्। सुगर फर्ममा काम गर्दा विशेष सावधानी अपनाउनुहोस्। ज्वरो र टाउको दुखाइ भएमा ढिलाइ नगरी अस्पताल जानुहोस्। याद राख्नुहोस्, निपाह भाइरसको अहिले कुनै खोप वा विशेष औषधि उपलब्ध छैन। त्यसैले रोकथाम नै सबैभन्दा उत्तम उपाय हो। परीक्षणको सुविधा काठमाडौँको जनस्वास्थ्य प्रयोगशालामा उपलब्ध छ। शङ्का लागेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला वा हेल्थ इमर्जेन्सी अपरेटिङ सेन्टरमा सम्पर्क गर्नुहोस्। समयमै पहिचान र रोकथामले जीवन बचाउँछ। सचेत रहौ, सुरक्षित रहौ। धन्यवाद।